हेलो साथीहरू, हजुर सन्चै हुनुहुन्छ होला। आज चाहिँ चटपट खाने मन भएर हाम्रो चटपट बनाउने योजना छ। चटपट बनाउँदैछौँ। हजुरहरूले चाहिँ पुरा हेरेर साथी मलाई त। म चाहिँ धनियाँ टिप्दैछु चटपट बनाउनको लागि। धनियाँ पनि राम्रै थियो, टिप्दा टिप्दै यस्तो ठुटो ठुटो भएको छ अहिले चाहिँ। यो चाहिँ धनियाँ रेडी। अनि यो प्याज, टमाटर चाहिँ मैले काटेर पकाइसकेको छु। टमाटर पकाएर चटपटमा राख्नको लागि अलि टेस्ट आए जस्तो लाग्छ। हुन त आफ्नो इच्छा के राख्नुहुन्छ। अनि मसला भुट्दैछु। मसला भुटेर यो भुटेको मसलाको चाहिँ छुट्टै स्वाद आउँछ। अनि मिक्सरमा पिसेर रेडी भइसक्यो मसला पनि। मसला रेडी भयो। अनि आलु धोएको, अनि आलु धोएर सिटी लाउनको लागि धोएर रेडी गराएको। अनि पाकिसकेपछि सिटी फाल्दैछु। आलु रेडी भइसक्यो। यसको बोक्रा फालेर पखालेर अलि तातै छ। हामी चाहिँ यहाँ कसैले काट्ने, कसैले कुरा गर्ने, कसैले भिडियो गराउने गर्दै रमाइलो गरिरहेको छौँ। अनि उहाँ चाहिँ हाम्रो साथी आउनुभएको थियो। अनि उहाँले चाहिँ मलाई लाज लाग्यो भिडियो गराउँदा, मलाई लाज लाग्यो म यस्तो भिडियो गराउनु भएको भए म आउँथिनँ भन्दै हुनुहुन्थ्यो। अनि हामी रमाइलो गर्दै भिडियो गराउँदै चटपटको तयारी गर्दै थियौँ है त साथीहरू। उहाँले चाहिँ एकदम हँसाइरहनु भएको थियो कि के चटपट हो कि अस्ति नि उहाँ आफू खाना बनाएर खाएको होइन र। अहिले एउटा गरेर देखाउनु भनेर हो कि अरू बेला फतर गर्नु लाज लाग्नु न। यहाँ भन्ने भन्नु यहाँ मैले सर्च गर्ने अनिता घिमिरे पनि हाम्रो मिनी भ्लगमा आज चाहिँ हामीले चटपटको रेसिपी ल्याएको छौँ। यो प्याज मात्रै सबै रेडी हुँदैछ। पनि सबै बोतलै खाने, बोतलै बोकेर आछन्। मुर्का मिनी भ्लग यस्तो खुसु हे भगवान म कहाँ जाने होला। ल खुर्सानी पनि पिसेको त्यसमा नै पिसे होइन। ए अरे पिरे छैन कलिलो छ खुर्सानी फेरि त्यही आएछ फेरि। रेसिपी रेडी भइसकेको छ। अब यहाँ सबै हालेर मोल्न लाउँदैछौँ। भन्दै होला नि यहाँ चाहिँ भुजा दालमोट अनि यहाँ छ बिरे नुन सबै नै हाल्छ। बिरे नुन भेयो भनेको पैसा के छ। अनि यो चाहिँ जिरा र धनियाँ के राम्रो लाग्यो चटपट बनाउनु लाग्यो होइन। यो मिनी भ्लग गर्नु यस्तो के मलाई नि यस्ता बनाउन के सेटिङ मिलाउनु पर्ने रहेछ कि झ्याउ छ।
लिन आहा ल साथीहरू हाम्रो चाहिँ रेडी भयो अब खानालाई मम्मी खाना लात्तिनु भयो अरे ल चटपट रेडी भयो अब सबै गएर खानु लाग्यो तपाईँहरूले पनि खानु होला मिठो एकदम स्पेसल मिठो छ के नजिक भए आउनु होला के अरे खाना ल हामीले खायौँ है खाए ल प्यारीले बनाएको चटपट चाहिँ एकदम अच्छा पिरो कम भयो होला कि ठिक हो हामी चटपट खाँदै थियौँ अनि बाबु पनि उता उठेर रुन थाल्यो अनि देउरानीले बाबुलाई लिएर आइन् लिएर आएर उसले पनि चटपट खान्छु भन्दैछ अनि उसलाई चटपट खुवाउन लागेको भिडियो पनि लामो नै गयो कि अब साथीहरू हेर्दा हेर्दै ज्याउ लगाइसक्यो होला है यतिसम्म हेरिदिनु भएकोमा धन्यवाद अनि हामी चाहिँ मिलेर चटपटहरू खायौँ आजको ब्लग चाहिँ यति नै है साथीहरू